आज स्पेशल मेरो रुममा चाहिँ मैले कटहरको सब्जी बनाउँदैछु साथीहरू। हेलो एभ्रिवान, स्वागत छ सबैजनालाई आजको मेरो सानो यो भिडियोमा। कस्तो लाग्छ हजुरहरूलाई मेरो भिडियो? सल्लाह सुझाव दिन नबिर्सिनु होला। आज चाहिँ म कटहरको सब्जीको लागि रेडी गर्दैछु। मैले चाहिँ हिङहरू पहिल्यै हालिसकेको थिएँ, हिङ, जिरा अनि गरम मसलाहरू अनि लसुन हालेँ। अनि अलिअलि हल्लाएपछि अनि प्याजहरू एड गरेँ साथीहरू। प्याजलाई पनि धेरै पकाएन क्या, मैले अलिअलि ब्राउन हुने गरेर प्याजलाई पनि पटपट फ्राई गरेँ। अनि त्यतिको नभएपछि हुन्छ नि त, राम्रो लाग्दैन क्या मलाई। अनि मैले उता दाल पनि रेडी गर्दैछु क्या। मेरो बुढालाई कटहरको सब्जी मात्रै मन पर्दैन, दालसँग भातसँग कटहरको सब्जी भयो भने उहाँलाई एकदम मनपर्छ क्या। अनि त्यो भएर अनि उहाँको लागि पनि मैले सेपरेट बनाउनुपर्छ। अनि मैले दाल पनि चलाउँदैछु। दालहरू चाहिँ कालो दाल है, कस्तो देखिन चाहिँ कलर अर्को देखियो पनि कालो दाल हो मैले चाहिँ। अनि कटहरको सब्जीको लागि चाहिँ मैले टमाटर एड गरेँ। टमाटरलाई पटपट पारी भुटेँ। अनि मैले अलिकति राख्छु किनकि टमाटरबाट अलि पानी छोड्छ नि त साथीहरू। अनि त्यो भएर पानीको लागि मैले अलि राम्रोसँग फ्राई होस् भनेर नमक पनि एड गरेँ। अनि हल्दी अनि जति पनि मसलाहरू चाहिन्छ। अनि मेरो सिक्रेट मसला हो यो चाहिँ, म हालिदिरहेको छु नि। अनि यो चाहिँ मेरो स्पेसल मसला हो, मैले रुममै प्रयोग गर्छु। अनि यसलाई बनाउँदाखेरि पनि रुममै बनाउँछु। अनि हेर्नु त त्यो मसला हाल्दाखेरि कति राम्रो देखियो क्या मसला। यसलाई चाहिँ अलिकति पकाउँछु, धेरै पनि पकाउने होइन नि त, कटहर हालेर पनि त पकाउनु छ नि त। अन्त हेर्नु कटहर कति धेरै छ क्या। हाम्रो बुढाबुढीलाई मैले थोरै काट्छु भनेको धेरै भइहाल्छ क्या साथीहरू। हेर्नु न कस्तो राम्रो पिसहरू बनाएको छु ठ्याक्क पारेर। यो काट्दाखेरि चाहिँ मलाई एकदम गाह्रो भएको थियो किनकि पानीमा युज गरेर काटेको हो नि त, कतै कतै हातमा लागेको थियो। तेलमा युज गरेर काटेको भइदिएको भए हातमा चाहिँ लाग्दैन थियो अनि चक्कु समाउनै सकिन्न नि त, एकदम फिसलिन्छ नि त। अनि त्यो भएर अनि मैले पानीमा एड गरेको थिएँ। हेर्नु न फ्राई गर्दा गर्दै कस्तो राम्रो देखियो त नि के साथीहरू। हेर्नु त कस्तो राम्रो भयो त नि। हेर्नु त बुढ्दा बुढ्दै कति राम्रो भयो क्या। म चाहिँ एड गर्दैछु सब्जीहरू चाहिँ धेरै भयो क्या। अनि धेरै भयो अनि पर भुटेर राख्छु भनेर अनि थप्दै 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 भुट्दै गरेँ क्या साथीहरू मैले यो सब्जीलाई। अनि त्यहाँबाट हेर न कति राम्रो भयो क्या, कस्तो राम्रो। पहिला मैले एकचोटि बनाएको सफ्ट भएर अलिक कौलो टाइपको बनाएको, त्यो चाहिँ तिछोडो थियो चाहिँ। यो चाहिँ राम्रो हुन्छ जस्तो लागिरहेको छ। हेर्नु न मैले यसरी राखेँ, यसरी राखेर भुट्दा कति राम्रो देखियो क्या, खाउँ जस्तो लाग्यो त नि। अनि त्यहाँबाट अनि मैले ठिक्कै गरेँ। अनि थोरै एकचोटि गरम होस् भनेर मैले तावाले पनि 5 मिनटको लागि ढाकेँ कि 5 मिनट। अनि 5 मिनट पनि भयो। हेर्नु न हावा छोडिरहेको छ, एकदम गरम भएको छ नि त, पाक्दैछ। अनि त्यहाँबाट हेर्नु त कति राम्रो भयो, आमा खाउँ जस्तो लाग्यो क्या। कस्तो मुखबाट पानी नै निक्लियो त नि देख्दा सब्जी। यस्तो मिठो भएको थियो नि खाँदाखेरि साथीहरू, असाध्यै मिठो। मैले पहिलोचोटि यस्तो अलि छिपिएको कटहर बनाएको क्या। सफ्टहरू कटहर बनाइन्थ्यो, अलिक तिछोडो हुन्थ्यो क्या। कहिले कता लाग्दाखेरि कस्तो उल्टीवाला जस्तो हुन्थ्यो नि त। यो चाहिँ यस्तो मिठो सब्जी बनेको, आए साथीहरू भयो नि के गरौँ है, यस्तो मिठो बनेको थियो। अनि मैले चाहिँ अब छिटी लाउँछु भने थोरै पानी पनि हालेँ किनकि जल्न सक्छ नि त, कटहरबाट पानी छोड्दैन क्या साथीहरू। अनि त्यो भएर मैले थोरै फ्राई गर्नको लागि तल नलागोस् भनेर कुकरमा नचिप्कियोस् भनेर चाहिँ मैले थोरै पानी पनि एड गरेँ। हेर्नु त कस्तो राम्रो देखियो क्या। पहिले पकाएको चाहिँ एकदम राम्रो हुन्थ्यो। थोरै चाहिँ यसलाई चाहिँ थोरै कुकरको ढक्कन लगाइदिन्छु, थोरै 1 सिटी लगाउँछु। 1 सिटी पछिको चाहिँ यस्तो मस्त हुन्छ। हेर्नु न मैले खोलेँ, सिटी पनि तुरुन्तै खोलेँ क्या, ढिला गरिनँ। तुरुन्तै खोल्दाखेरि चाहिँ अलिक सजिलो हुन्छ नि त, राम्रो हुन्छ नि त, त्यो भएर तुरुन्तै खोलेँ मैले। थोरै निचे पनि लागेछ साथीहरू किनकि यसमा पानी हुँदैन नि त, 1 सिटी लाग्नुलाई निचे लागेको छ। एकदम राम्रो पाकेको छ, एकदम सफ्ट भएर टेस्ट मस्त बनेको छ। यस्तो मिठो भएको क्या साथीहरू। अब हेर्नु त पुरा भिडियो हेर्नुभएकोमा थ्याङ्क यू सो मच साथीहरू। हामी चाहिँ खान्छौँ है, कस्तो मिठो भएको छ। मैले मेरो बुढालाई थोरै टेस्ट गर्न दिएको, मेरो बुढा पनि त कामबाट आइसक्नु भएको थियो नि त, थोरै टेस्ट गर्दा एकदम मस्त बनेको छ अरे क्या, एकदम राम्रो बनेको छ अरे। अनि चाहिँ हामी खान्छौँ। पुरा भिडियो हेर्नुभएको थ्याङ्क यू सो मच। एकदम मिस गरेको छु हजुरहरूलाई।